आज बिदाको दिन हामी सबैजना मिलेर मोमो बनाउँदैछौँ। मोमोको लागि बन्दा अनि च्याउ, गाजर, पनिर, चिज, भेज मोमो बनाउँदैछौँ। त्यही भएर यो सबै चिजहरू चाहिँ हामीले फाइनली चप गरेर रेडी गरिसक्यौँ। अब पिठोको लागि हामी आटा लिँदैछौँ। हामीले मैदालाई चाहिँ रिप्लेस गरेर आटाको पिठो बनाउँदैछौँ। हाम्रो मोमो चाहिँ लगभग अब रेडी भइसक्यो। हाम्रो किमा रेडी भइसक्यो अनि आटा पनि रेडी भइसक्यो। हामीले अब र्याप गर्दै पकाउने काम गर्दैछौँ है। र साइडमा हाम्रो अचार पनि रेडी भइसक्यो, टमाटरको एकदमै मिठो अचार। घरमा यसरी आजको बिदाको दिन चाहिँ हामीले मोमो बनाएर इन्जोय गर्दैछौँ।